म साउदीबाट नेपाल आउँदैछु। अब सबै रेडी भइसक्यो, अब हिँड्न लाग्यो होइन। हजुर घरबाट फोन आइसक्यो। हेलो हेलो हेलो। जाडो हुँदो रहेछ है, चिसो म सही लाग्यो मौसम एकदम है, एकदम सही लाग्यो, एकदम चिसो चिसो हावा। चिसो यस यस यस। सलाम अलैकुम। लगाट धन्यवाद दाइ, तपाईँले त धेरै दुःख गर्नुभयो यार। उठ्न सक्नुहुन्छ? जम्मा 20 किलो छ, सक्नुहुन्छ है? बस्नु है, ल धेरै गरम चाहिँ सुन बनाएर आउनु है। ल हस् ल। राम्रो राम्रो है। सलाम अलैकुम। السلام ورحمة الله. क्या खाली पसलमा के किनेर लानु है? हजुर ए हुन्छ त केही त्यस्तो चिन्ता लिनु पर्दैन। भर्खर चेक इन गरेर सकेर अब वेटिङ हलतिर जान्छु। अब लगभग 1.5 घन्टा जति वेटिङमा बस्नुपर्छ होला। अब 2 घन्टा लाग्छ दुबई पुग्नुलाई। त्यसपछि लगभग 5 घन्टामा 5 घन्टा वेटिङ बसेपछि त्यहाँबाट अर्को फ्लाइट लिएर काठमाडौँ जानुपर्ने हुन्छ। जाने कता हो, सेक्युरिटी चेकिङ पनि सकेर अब रेस्ट गर्ने ठाउँतिर जाँदैछु हलतिर। वेटिङमा गएर बस्छु म 1 घन्टा जति, त्यसपछि फ्लाइट सुरु। तपाईँहरू पनि नेपाल जाने हो? ए के छ होला खबर? ए के भोट हाल्नु जाने के हो? भोट हाल्नु पऱ्यो नि। नेपालीहरू भेट भयो यहाँ होइन, 2-3 जना। कति बजे कुन फ्लाइट हो तपाईँहरूको? फ्लाइट दुबई हो? ए मेरो पनि फ्लाइट दुबई हो। सायद 5 घन्टा वेटिङ होला त दुबईमा। 4 घन्टा हो। 4 घन्टा 50 मिनट होइन। ए यसबाट भोट हाल्नुहुन्छ? या अफ कोर्स हैन। कुन माटोलाई माटो संस्कृति माटो सब माटो घन्टी तपाईँ? माटो ए माटो दुईवटा माटो दुईवटा घन्टी भयो। मैले घन्टीमा हाल्ने भोट। ए भनेपछि के अरे छुट्टी चाहिँ भोटको लागि भनेर स्पेसल मिलाउनु भएको? ए म त्यही गरेको, छुट्टी भोटको लागि भनेर मिलाएको स्पेसल। त्यसपछि अरू त अब घरमा फ्यामिलीसँग भेट गर्दा भइहाल्छ होइन। भए पनि जुन पार्टी भयो पनि नयाँ पार्टीलाई दिनुपर्छ। पुरानो दिनु भएन होइन। घन्टी भयो पनि माटो माटो जुनै भयो नि हो। नयाँ पार्टीलाई चाहिँ जिताउनुपर्छ, पुरानोलाई चाहिँ ए सही हो। पुरानो जिताउनु हुँदैन, पुरानोलाई दिनु। नयाँलाई त्यही भोट 8 साढे 8 भएछ। 1 घन्टा बसेपछि फेरि के अरे म त झ्याउ लागेर घुमिरहेको छु यहाँतिर। कति बस्नु अब कति मिनट, अब आधी घन्टा अझै बस्नुपर्छ होला। आधी घन्टा जति बसेपछि मात्रै यो फ्लाइटको टाइम हुन्छ। सुत्नु पनि पर्छ होला, निद्रा पनि लागिरहेछ। अब रातभर सुत्नु पनि पाएको छैन। दुबई पुगेर सुत्नुपर्छ। झ्याप्प लाग्यो त्यो ब्याग स्याग फालेर। सबजना लाइन बसेर यहाँ प्लेन चढ्नु लागि। अब बोर्डिङ सकेर अब प्लेनमा छिर्दैछु। अब सबैको हातमा ह्यान्ड क्यामेरा छ, मेरो केही छैन। त्यो आनन्द छ फोटो हिँड्नेलाई। एउटा चेकिङ ब्यागेज थियो, उता पठाइहाल्यो। यहाँ पनि लाइन बसिरहेको छ फेरि 4-5 मिनट त लाइन बस्नुपर्छ होला यहाँ पनि। Hi, good morning. I just need to see the boarding pass. All right, thank you very much. इकोनोमीको हो कि लास्टतिर पर्नेको? आमा लास्टमा त्यो कच्ची रोडमा गाडी हल्लिया जस्तै हल्लिन्छ माछा लास्टतिर। टोइलेट जाँदा डर लाग्छ माछा घुटुङ गरेपछि। सामान राख्नु पर्यो माथि। झ्याप्प बस्नु पर्यो। दुबई आइपुग्यो अब। थ्याङ्क यू। दुबई आइपुग्यो होइन। लगभग 2 घन्टाको फ्लाइट पुरै सुतेर बितायो। निन्द्रा पनि लागिरहेको थियो। अब यहाँ बस आएर रहेछ, बस चढेर उता अर्को वेटिङ हलतिर जान्छु। त्यसपछि 4-5 घन्टाको वेटिङ पछि चाहिँ 4-5 घन्टा वेटिङ पछि हामी जान्छु नेपाल जान्छु। यसो अब दुबईको ड्युटी फ्रीतिर घुम्छु। अब यहाँतिरको भिडियो चाहिँ बनाउन सायद पाउँदैन होला भित्र गएपछि। यहाँ रक्सी दारू सारू सबै रहेछ। बार्गेनिङ चल्दैछ यहाँ। कुन रक्सी लाने, प्राइस कति हो, कुन राम्रो हो? हाम्रो यहाँ दाइले पुरै रक्सीको बारेमा ब्रिफिङ दिनुभएको छ। यहाँ रिकमेन्डेसन गर्नुभएको छ।
के भन्छ हजुर होला नि त फेरि भाइरल होला नि त फेरि तिम्रो गर्लफ्रेन्डहरू छ पाकिस्तानको स्टार हो स्टार है आमाम सुपर स्टार उहाँ चाहिँ चाइनाको चाइना नेपाली हो बेजिङ चाइना बेजिङ उहाँ तपाईँ टिबेटको टिबेट भाइ भ्लगर भाग लगाउ नि लाने मासु भाग ला रेड लेभल हो त्यो रेड लेभल रक्सी खाने मान्छे को छ कति के अरे दिरामसम्म छ पैसा यहाँ के अरे रक्सी भाइ 90,000 दिरामसम्म 90,000 दिरामसम्म है त्यो भने कति भयो लगभग लगभग 30 लाखको हरानी पर्यो नेपाली यो क्यास पनि 2 करोडसम्म छ है ओहो ल अब 2 करोडसम्म रक्सी यहाँ छ अरे अब सकेन खोज्नु पर्यो नि अब दुईजनाले मात्र देउबाउ घरमा 1 करोड कतिसम्मको रक्सी भेट्यो भन्थ्यो यहाँ 2 करोडसम्म रक्सी छ अरे अब कहाँ त केटाहरू दाइहरू आएन त्यहाँतिर होला यसो खोजौँ न हामी जस्तै गरिबहरू त्यहाँतिर होला नि त एउटा रक्सी लिएर जाउँ भने दा होइन म दुईटै रक्सी लगिदिन्थेँ कि तर लान पाउँदैन रहेछ पाउँछ त्यो सेपरेट सेपरेट राखेर पाउँछ होला थाहा नभन गरी अब भन्दै छ दुईटा रक्सी लान उनीहरूले पायो भने उनीहरूले यसो हेरेर हुन्छ होइन निकाल्छ कि खाना पाउँछ भनेर उनीहरू त्यो लुगाउँछ नि पछि हामीले बिलतिर हुँदैन नि त बिलतिर खोज्न आउँदैन भनेर कि जब रक्सीलाई को आउँछ भनेर तर हाम्रो दाइहरू त फटा छ खै कहाँ हो तिनीहरू वेट मिलाएको यसो भोलि त्यहाँतिर खोजौँ न भेटिन्छ होला ल दाइ रक्सी लाने हो रे लाने भरे झ्याप नहुने तपाईँलाई खोजे अघिदेखि तपाईँलाई खोजे है ल ठिक छ रक्सी लाने रहेछ क्या जम तपाईँ मुस्लिम हो होइन ए ब्ल्याक लेबल लाने उहाँले भनेअनुसार त त्यो देवार भन्ने चाहिँ टेस्ट गरेर हुन्थ्यो कि ब्ल्याक लेबल सधैँ खाएर उयो राम्रो छ अरे कि देवार लाँदा केही पनि भयो गाडीमा केही पनि फरक पर्दैन खै यहाँ 160 एकजना बराबर है कति 160 रियल हो क्या एकजना बराबर एसआरमा चाहिँ रियलमा चाहिँ त्यो रेड लेभल पाउँछ नि बरु अनि डबल ब्ल्याक राम्रो हुन्छ क्या डबल ब्ल्याक राम्रो हुन्छ बरु अलिक बरु 10-20 रुपियाँ ज्यादै होस् तर राम्रो होइन के गर्ने लाने के पनि गर्ने हो को लाने तपाईँ लाने भन्नु भएन लिएर जाउँ त एउटा एउटा तीनजना हुन्छ फेरि त्यही भन्नु सजिलो हुन्छ म नि खान्न हो त यार तर पनि खाना चाहिँ म पनि खाँदिनँ कोही खाने मान्छे भयो भने रमाइलो हुन्छ भने बोक्यो अलिक पैसा धेरै नै भयो क्या अलिक बढी पर्छ होला सस्तो हुन्थ्यो तिनटालाई तिनटाको 440 डलर चाहिँ तल होला युएस डलरको 122 डलरको 122 कतिर 300 म कतिको चाहिँ 400 कति पर्छ 400 यो भन्नु यो यो रोयल सल्युट भन्ने ब्रान्ड चाहिँ अब त्यो शेरबहादुर घरमा भेट्यो भने अस्ति त्यसको चाहिँ 53 इयर्स ओल्ड हो होइन त्यसको चाहिँ त्यसको प्राइस चाहिँ कति छ यहाँ यसको त यिनीहरू त लोर हो यिनीहरू 21 जम्मा 21 सालको हो त्यो त 53 इयर्सको भने होइन 746 हो यो देउबाको पियाहरूले खान रक्सी है यो देउबाको पियाहरूले खान रक्सी रहेछ यहाँ यो कतिको दाइ यो कतिको यो 160 रियालतिर न 160 ल यो हैन रियलमा यो वर्ल्डको मोस्ट एवार्डेड ब्लेन्डेड स्कच हुस्की है फेरि अनि मोस्ट एवार्डेड ब्लेन्डेड स्कच हुस्की कम्पिटिसनमा दामी हुस्की 160 रे साउदी रियलमा हुन्छ एउटा अनि फेरि दुईटा 160 मा किन्यो अर्को त्यसपछि चाहिँ कसले किन्छ त तीनटा चाहियो होइन तीनजना चाहियो नि त पार्टी दुईटा किन्दाखेरि तीनटा फ्री एउटा फ्री दुईटाको प्राइस कति अरे दुईटाको प्राइस पनि 160 नै हो के मतलब उसमा सर्जामा चाहिँ त्यो भिडियोहरू किन्न दिँदैन थियो यहाँ चाहिँ भिडियोहरू सबै किनिदिँदैछ त्यो नेपाल ल्याइरहेछ फेरि त्यहाँ रक्सी बेच्ने बस्ने मान्छे
बस्दा बस्दा बोर भएर हामी चाहिँ घुम्नु निस्केको छु यहाँ त कार पनि रहेछ त हौ BMW। ओहो छोरोलाई लानुपर्छ के हो किनेर ब्यागमा अट्दैन होला मेरो फेरि वेट पनि जम्मा 7 केजी छ यो ह्यान्ड क्यारी ब्यागमा यो ब्यागमा पनि अट्दैन यो नभए छोरोलाई लानु मिल्थ्यो छोरोले कार पुगेको थियो हजुर फाइनल्ली 5 घन्टाको ट्रान्जिट पछि चाहिँ अब हामी नेपालको फ्लाइटतिर जाँदैछु 5 घन्टा सक्यो अब आधी घन्टा बाँकी छ आधी घन्टा अब बोर्डिङ टाइम बोर्डिङको लागि मान्छेहरू लाइन बसिसकेको छ अब फ्लाइटको लागि अब यो बस चढेर जान्छु अब अलिकति बस चढेपछि उतापट्टि छोराले प्लेन पनि खोजिरहेको यही प्लेन एउटा किनेर लगिदिउँ कि हो ब्यागमा अट्दैन होला नभए यही एउटा प्लेन किनेर लानु मिल्थ्यो खेलेर बस्छु भोलि पर्सि म यता आएपछि बोर्डिङ पास अब यो फ्लाइट दुबईको फ्लाइट त सबै राम्रो हुँदो रहेछ अघि नै चढिसकेँ मैले हेलो गुड इभिनिङ Hello, good evening. May I check your boarding pass, please? यस प्लिज Thank you so much. Welcome on board. वेलकम सबैजनालाई अब यहाँबाट उत्रिन हतार भइरहेछ ए सबजना उभिरहेछ वेट गर्न सकेको छैन भेरी भेरी धेरै धेरै एक्साइटेड भइरहेछ सबैजना उहाँ त 4 वर्षपछि है 4 वर्षपछि रोमानिया तपाईँ दुईजनै म त साउदीबाट हो ए आइपुग्यो है आइपुग्यो काठमाडौँ आइपुग्यो के जान्छु ल अब ओर्लिनु पऱ्यो गाडीबाट गाडी ओर्लिएर अब भत्क जानु पऱ्यो यतिर कतातिर हो ल आधी घन्टा कुरेपछि भर्खर प्याकेज आइपुग्यो छैन नि दिदी पर्खेर यस्तो ढिलो हो तपाईँको ओहो कहाँ छ अब त्यो ए खोज्न भयो ल के अड्क्यो भन्छ त्यो बुढी दिदीको ती धेरै मान्छेहरू वेटिङमा छ प्याकेज एकदम ढिलो आयो कि अब आधी घन्टाभन्दा बढी कुर्नु पऱ्यो अब यहाँबाट सिधै उसमा अराइभलमा जान्छु त्यहाँबाट ट्याक्सी बोलाएर अब घरतिर लाग्छु मेरो साउदीदेखि यता काठमाडौँसम्मको यात्रा चाहिँ अब यस्तै भयो होइन अब त्यहाँबाट तलबाट एउटा ट्याक्सी बोलाएर अब घर अस्तिको पालिमा उसमा यो एयरपोर्टमा आइपुग्दाखेरि यस्तो लफडा भयो मलाई के अरे 2 तोला सुन ल्याएर थियो अब त्यसको फाइन के अरे भन्सार काट्यो होइन अब भन्सार काटेपछि अब क्यास त हुँदैन नि त 34,000 कति भन्सार काटेको थियो अब त्यो 34,000 क्यास नभएपछि मैले के अरे अकाउन्टबाट पे गर्छु भनेर त्यो क्युआर कोडबाट पे गर्न खोजेको होइन यिनीहरूको त्यो अनलाइन पेमेन्ट गर्ने सिस्टमै छैन कि अब त्यो किन सिस्टम छैन भनेर पछि बुझेको ल म पैसा तपाईँलाई ट्रान्सफर गर्छु एकजनालाई बोलाएर होइन तपाईँको एटिएमबाट पैसा निकालिदिनु भनेको 2-3 हजार 3-4 हजार खाँदो रहेछ क्या एकजनाले त्यो पैसा निकाल्यो मात्रै अब यिनीहरूको अनलाइन सिस्टम नगरेको कारण त्यो
कमिसन खान के यहाँ सिस्टममा खतरा छ नि पैसा जता पनि पैसा अनि सिम कार्ड निकाल्नु खोजेको 500 रुपियाँ अब सकेन एउटा सिम कार्डलाई 500 टाढाको मान्छे त आउनु सक्दैन भोलि फेरि आउनु गाह्रो हुन्छ होइन अनि छुट्टी कम हुन्छ उनीहरूले त अब 2-3 हजार रुपियाँ तिरेर भए पनि एटिएमबाट पैसा निकाल्नु पऱ्यो अब त्यो बेकारमा 2-3 हजार रुपियाँ खेर गयो नि त नि बिजोग छ यहाँ त यो नेपालको यो एयरपोर्टको यो सिस्टम सुध्रिनु छ नि अझै 10औं वर्ष लाग्छ होला जता पनि ठक काठमाडौँको अराइभलमा आइसकेपछिको दृश्य सबजना ट्याक्सी कुरिरहेछ कोही मान्छेहरू पर्दैन म गर्छु सबजना मान्छेहरू आफ्नो मान्छेहरू कुरिरहेछ यस्तो चिसो यतिखेर 12 बजे रातिको 12 बजे अब त्यहाँ जान्छु अब एउटा उबर बोलाउँछु यहाँबाट